नमस्ते साथीहरू, हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो दोस्रो भिडियोमा। आशा छ कि हजुरहरू सबै सन्चै हुनुहुन्छ भने। र यो भिडियो चाहिँ मेरो ड्युटी ओभर भएर घर जाँदै गर्दा बनाएको छोटो भिडियो हो। र यहाँ चाहिँ अहिले नाइट मार्केट लागेको हुन्छ र अहिले चाहिँ अलमोस्ट खत्तम भइसक्यो। त्यो चाहिँ विन्टर मार्केट हो। अक्टोबरदेखिको मार्च एप्रिल मेसम्म चाहिँ लाग्छ। अहिले चाहिँ मेको अन्तिममा चाहिँ यो खत्तम भइसकेको छ। धेरै जग्गा लाग्छ र अहिले चाहिँ 2-3 जग्गा खाली छ। र यो चाहिँ सानो झलक नाइट मार्केटको। यहाँ चाहिँ कपडा, जुत्ता, लुगा, खानापिना सबै पाउँछ। मोस्टली फिलिपिनो मार्केट नै हो यो। फिलिपिन्सहरू चाहिँ ज्यादा हुन्छ यहाँनिर चाहिँ। र यो जग्गामा चाहिँ अहिले चाहिँ लास्ट भनेर चाहिँ सेल्सहरू लगाएको रहेछ र एकदम सस्तोमा बेचिरहेको थियो। मान्छेहरू एकदमै भिड थियो। म पनि चाहिँ उभिएर हेरेँ, तर मलाई चाहिँ खासै चाहिँ राम्रो लागेन। र म चाहिँ घरको तर्फ गएँ र सुपर मार्केटमा गएर साग लिएर घरमा आएर साग मजाले बनाएर खाएँ। अनि बेडमा आएँ र क्लाइन्टले दिनुभएको थियो मलाई यो चक्लेट। आज कस्टमरले दिएको चक्लेट चाहिँ हजुरहरूसँग सेयर गरौँ भनेर चाहिँ देखाएको थिएँ।